हेलो साथीहरु, यहाँहरुलाई धेरै धेरै स्वागत छ मेरो युट्युब च्यानल चन्द्रा ब्लग्समा। हजुरहरुलाई म आज घरैमा एकदम सजिलो टेस्टी स्वादिलो आइसक्रिम बनाएर देखाउँदै छु। कुनै पनि कलर केमिकल नमिसाइकन बनाउँदै छु साथीहरु। यो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। सर्वप्रथम मैले ग्यासमा कराई बसाले। कराई तातिन दिइसकेपछि साथीहरु मैले 1 लिटर दुध राखेको थिएँ। त्यस 1 लिटर दुधलाई मैले कराईमा खनाए। दुध खनाइसकेपछि मैले हिजो नै चामल अलिकति भिजाएर राखेको थिएँ। त्यो चामललाई मैले पानी तारे साथीहरु। अब म मिक्सरमा 8-10 वटा दाना काजु राख्छु। काजु राखिसकेपछि भिजाएको चामल थोरै राख्छु। अब यसलाई मिक्सरमा मसिनो हुने गरी पिसे। पिसिसकेपछि यतिको भयो हेर्नुस् त। अब म यो उम्लिराखेको दुधमा मिलाउँछु र यसलाई अब एकदम लो फ्लेममा चलाउँदै पकाउँदै गर्छु साथीहरु। चलाउँदै पकाउँदै गरेमा तल कराईमा टाँसिने डर हुँदैन। यसरी घरमा आइसक्रिम बनाएर खाँदा एकदम स्वस्थकर मानिने। घरैमा आइसक्रिम बनाउँदा कुनै केमिकल कलर नमिसाइकन एकदम अर्गानिक तरिकाले बनाएर खान सकिन्छ र बजारमा गएर आइसक्रिम खाने पैसा पनि जोगिन्छ साथीहरु। यसरी बिस्तारै चलाएर पकाउँदा यतिको भयो हेर्नुस् त। अब लगभग यो तयार भइसकेको छ। यसमा गुड मिलाउँदा पनि हुन्छ साथीहरु। गुड मिलाएमा झनै राम्रो, तर मेरो बच्चाहरुको जिद्दीले गर्दा मैले आज चिनी मिलाएको छु। चिनी अब आफूलाई जस्तो चाहिन्छ त्यही तरिकाले मिलाउन सकिन्छ। बढी गुलियो खाने भए बढी मिसाउने, नत्र कम राखेर पनि मिसाउन सकिन्छ। यसलाई म फेरि मार्केटको जस्तै क्रिमी, लसिलो र स्वादिलो बनाउनको लागि मिक्सरमा हालेर मसिनो हुने गरी पिस्छु। साथीहरु, मेरो भिडियो कस्तो लाग्छ हेरेर सब्स्क्राइब नगरेका साथीहरुले सब्स्क्राइब गरिदिनु होला। लाइक, कमेन्ट, शेयर गर्न नभुल्नु होला साथीहरु। हेर्नुस् त पिसेर यतिको भएको छ। अब म यसलाई ठुलो गिलास र सानो गिलासमा राख्छु। आइसक्रिम जमाउने भाँडामा बनाएको झनै राम्रो साथीहरु। नभए घरमा जे छ त्यसैमा जमाउन सकिन्छ। लगभग 1 लिटर दुधमा पकाएको अहिले घटेर आधा लिटर जति भएको छ साथीहरु। यसलाई अब म जमाउनको लागि रातभरि फ्रिजमा राखेर छोड्छु। अब मेरो आइसक्रिम जमेर तयार भइसकेको छ साथीहरु। हेर्नुस् त, मैले रातभरि फ्रिजमा राखेर अहिले बाहिर निकाले। हेर्दाखेरि यतिको भएको छ। अब म यसलाई बिस्तारै निकालेर देखाउँछु। यति साह्रो गर्मीमा सबैलाई खाउँ लाग्ने चिसो स्वादिलो अर्गानिक आइसक्रिम बनेर तयार भयो साथीहरु। हेर्नुस् त, देख्दै पनि खाउँ लाग्ने आइसक्रिम। तपाईहरु पनि यसै गरी बनाएर खाने प्रयास गर्नुहोला। फेरि पनि यस्तै भिडियो लिएर आउने प्रयास गर्नेछु साथीहरु। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरुलाई धेरै धन्यवाद।